Hello, good morning everyone. How are you? Welcome back to my YouTube channel Romika Rai 81. Rai त छैन के अरे रोमिका 81 है। आज चाहिँ हामी बुवाको लागि जाल किन्न हिँडेको अनि बाटोमा चाहिँ मैले भिडियो स्टार्ट गर्न पाएको थिइनँ। सो चौतारोमा आएर भिडियो स्टार्ट गरिरहेको छु साथीहरु। आज चाहिँ मेरो स्कुटर चाहिँ सर्भिसिङमा दिनुपर्ने भएको कारणले सर्भिसिङमा छोडेर बुवा र म चाहिँ टुकु हिँडेर यहाँसम्म आएको अनि अब चाहिँ यहाँबाट साझा यातायातमा जाने हामी पुगिरहेछौँ साथीहरु है। अब आज चाहिँ थर्ड टाइम नि पापा तेस्रो चोटि भइसक्यो बुवाको लागि चाहिँ हामी जाल हेर्नको लागि गएको। आज चाहिँ पक्कै पाइन्छ भन्ने आशा छ, तर अब लास्टसम्म हेरिदिनु होला साथीहरु, पाइन्छ या पाइँदैन हामी त्यो चाहिँ वहाँ पुगेरै थाहा पाउनेछौँ। आज हामी जानेछौँ। हाम्रो बुवाले कति सालमा जानुभएको अरे विशाल बजार पापा? 40 साल 40 सालमा विशाल बजार जानुभएको अरे हाम्रो पापा। ग्राउन्ड फ्लोरदेखि माथि चाहिँ जानुभएको थिएन नि पापा त्यो बेलामा। आज चाहिँ पुरानो नि भइसकेको छ, त्यो धेरै अग्लो पनि छैन न, तर सबै ठाउँमा बुवालाई आज घुमाउने छु अनि त्यसपछि जानेछौँ हामी असन बजार पनि सबैतिर सोध्ने नि पापा। आज हाम्रो पापाको चाहिँ हबिज भनेको चाहिँ फिसिङ हो नि त, त्यही भएर हामी चाहिँ त्यसको लागि चाहिँ त्यो चाहिँ पापाको हबी कम्प्लिट गर्नको लागि चाहिँ हामी त्यो जाल खोल्न गइरहेछौँ नि पापा। 1 केजी नै ल्याउने होइन पापा? 1 केजी त हेर हुन्छ होला, आधा केजी अब हेरौँ। आधा केजी ल। अब आज चाहिँ के कस्तो हुन्छ हाम्रो भिडियो साथीहरु हेरेर साथ सपोर्ट गर्नु होला। अब चाहिँ साझा आउँछ अनि हामी जान्छौँ सी यू डियर इन असन बजार एन्ड विशाल बजार है साथीहरु। यसरी हामी चाहिँ हिँडेर गइरहेछौँ साथीहरु। हिँडेर गइरहेछौँ भन्दा पनि मेरो बुवा चाहिँ अगाडि गइसक्नु भएको छ, म चाहिँ हिँडेर गइरहेको छु। बस पार्कसम्म चाहिँ जानु पर्यो नि त हिँडेर, त्यही भएर त्यो छ यहाँ चाहिँ साथीहरु हाम्रो छिमेकको प्रिमिसेस होला। यो चाहिँ हाम्रो प्रिमिसेस भन्दा पनि छिमेकको प्रिमिसेस चाहिँ यस्तो रहेको छ। और चाहिँ मन्दिर छ डाँडामा साथीहरु। अब चाहिँ चोकमा बस पार्कमा पुग्नलाई 2-3 मिनेट मात्रै लाग्छ साथीहरु। चाहिँ हिँडिरहेको छु। हाम्रो बुवाले चाहिँ म ढिला हिँड्छु, तिमी बिस्तारै आउँदै गर, म बाटोमा भेटिहाल्छु भन्नुभएको थियो कि। म रेडी हुँदा के गर्दाखेरि बुवा चाहिँ पुगिसक्नु भएछ हो। अनि बाटोमा चाहिँ कहीँ पनि बुवालाई भेटी हैन, त्यसको मतलब उहाँ पुगिसक्नु भयो भन्ने हो। म गएर आज चाहिँ साझा यातायातमा सरर जाने हो साथीहरु। असन बजार अनि विशाल बजार है त। के को लागि भन्दाखेरि बुवाको लागि जाल खोज्नलाई। हाम्रो बुवाको चाहिँ फिसिङ चाहिँ एकदमै इन्ट्रेस्टको कुरा हो हैन, उहाँलाई त्यो चाहिँ एकदम मनपर्छ नि त फिसिङ गर्नको लागि। फेरि यहाँ चाहिँ हैन, हाम्रो चाहिँ उता सुनकोशी नजिक पर्छ हाम्रो घरबाट चाहिँ। अनि त्यहाँनिर चाहिँ एकदम बुवाले माछा जालमा पार्नलाई रहर गर्नु भएको छ क्या। अनि त्यही भएर बिचरा बुढाबुढी मान्छे हैन, पाएको मान्छेको त्यति इच्छा पनि किन नपुरा गरिदिने भनेर म चाहिँ लागिरहेको छु आज बुवाको लागि जाल किन्नलाई साथीहरु। म चाहिँ आइपुगेँ बस पार्कमा अनि हुनुहुन्छ मेरो बुवा चाहिँ यहाँ कुरेर। पापा साझा बस याम आमेल बर्फिनुमी ए त्यस्तै पुरा जाल जा फुटी जाम भिडियो बने पछाडि आमा पापा खै। अब हेरौँ आज त जाल पाइन्छ होला भनिराख्नु भएको छ पापाले। जाल पाइन्छ भोलि दिन मेरो आउन आउँ जाल किन्न जाने हो खै त। जाल पचेर आउन समाज भयो जागिर में खाइ जा जाप्ती पापा आमा बुबु जक्साम बुवा खै साबन भइहाल्यो। खै त यो लोचाम कि अर्को लोचाम है पापा? अनलाइन दियो ल ल हो ल ल ल। अनि पापासँग चौतारीमा साझा कुर्दैछु साथीहरु है। यसरी चाहिँ धेरै अक्सिजन प्रदायक हो नि त साथीहरु। अनि त्यही भएर यसरी दाहिने लाएर घुम्नुपर्छ। तरी पापा यो नि अब चाहिँ लाग्यौँ हामी द पापा। यो चाहिँ हाम्रो होम टाउन लुबु बजार हो है। यहाँबाट चाहिँ वान वे जान्छ। हजुरहरु कतिपयलाई त थाहा छँदैछ। साझा नआएर लुबुको नि निकै भिडियो बन्ने भयो आज साथीहरु है।
अलिकति ओर्ल्याडौँ ल ल ल ल बाई बाई वाला भिडियो लाउनु चाहिँ ल ल ल साथीहरू फाइनल्ली हामी असन बजारमा तपाईँसँग आउनु पर्दा अब गयौँ हामी सोध्दै गणेश मन्दिर त यही हो होइन यता होला बाबा आउनु त गणेश मन्दिर त अब गणेश मन्दिरको लोकेसन पाएपछि आम्रै पापा गणेश मन्दिर चाहिँ पिकटै गणेश मन्दिर भेटियो अब गणेश मन्दिरदेखि पछाडि साइड भनेपछि यता सोध्दै जाउँ है त सोध्ने कहाँ होला त यता पप्पा आलु चेलो पान्छी ल अगाडि भन्नुभयो ल दिदीले चाहिँ अगाडि लागिरहेछौँ हामी प्लास्टिक पसलमा एकदम भित्र पार्टमा चाहिँ हामी असनमा भित्र बढिरहेछौँ साथीहरू बाङ्गे मुढाभन्दा भित्र साइडमा फाइनल्ली भेटियो ल यहाँ चाहिँ हेर्नु पर्ला अब ल बुवाले चाहिँ अरू ठाउँ पनि छ कि भन्नुभयो अनि त्यही भएर हामी यता प्लास्टिक पसलतिर गइरहेछौँ पापा आलै तिर्किम हो कि त छैन पापा हिलोस् रे अरू ठाउँ हो कि पाइएला कि जस्तो छैन है पापा हो पख्नै पापा त हेर्दै लोकेसन कता छ भनेर फिक्स गर्दै ल भित्र यता पनि रहेछ प्लास्टिक पसल आउँछ कि क्या हो यहाँ पर हो कि उयो पापा यस्तो पो रहेछ नि जाल भनेको त मलाई थाहा थिएन नि त छान्दै हेर्नुहुन्छ है पापा चाहिँ ल हाम्रो बुवाले 3 चोटि 2 चोटि चाहिँ बाउ छोरा अनि म 3 चोटि आउँदा बल्ल बल्ल के कसरी दिने गर्नुभएको छ अब 1-2 मिटर पनि लान पाइयो जति पाइयो हाम्रो पापा चाहिँ पुरै ह्याप्पी हुनु है बल्ल देखेको पापाको खुसी हुनु भएको छ अहिले पाउको 700 को जाल पाएर बहुत खुसी हुनु भएको छ नि तपाईको अलि कम हुन्छ थोरै लाँदाखेरि हैन हामी केजीको चाहिँ कसरी दाजु हजुर केजीको कसरी भन्नुभयो केजी लाँदा 2500 मा आउँछ केजीमा बोक्नु न हैन यही यसो गर्ने नि हामीले मिटर मिटर नापेर काट्ने होइन अनि जोखेर लाने पाउको 700 पर्छ कति मिटर चाहियो अब यो डेढोमले होइन हुन्छ त्यसरी ल है पापा लामो कति कहाँबाट आउँछ यो जाल इन्डिया जाम तपाईँ इन्डिया चाइना त्यस्तै त होइन इन्डियाको चाहिँ होइन यो इन्डियाको होइन यो हाम्रोमा पनि पाउँछ तर अलिक महँगो भएर यहाँ किन्नु आएको काठमाडौँको ठाउँमा अनि किलोको 2500 यो मात्र होइन हामी सबै मिक्सर गरेर लाने 4 अमले पनि लाने यो 1.5 अमले भयो अब 1 अमले पनि निकाल्ने हाम्रो बुवा नि व्यापारी हो यो कति बेलामा लामो चाहिँ चाहिने हजुर त्यही भएर यो चाहिँ जति लामो चाहियो त्यो 1.5 अमले अरे के अमले अरे लु जाल भनेको यस्तो रहेछ म चाहिँ हुक लाउने खोजी हिँड्थेँ म एक्लै हेर्दाखेरि कहाँबाट थाहा पाउनु 6 मिटर नापेर काट्नुहोस् 6 मिटर नि पापा 6 मिटर भनेको त धेरै हुन्छ त पापा लगिराख्नु पापा लगिराख्नु केही हुने होइन बिग्रिने होइन चाहिन्छ अनि 6 मिटर जोख्नु नि चाहिन्छ त्यो त भनेपछि त्यहाँको खुलै खोलो का जस्तो छ सबै त्यहाँको खोलो आफै त हो नि त्यही हो क्या सुनकोशी अनि सुनकोशी पुरै खोली सबै आफ्नै त हो नि हैन 4 चोटि भइसक्यो क्या हामी आएको यता अहिले चाहिँ चित्त बुझिन्जेल पठाइदिने हो पापालाई म त थाहा नपाएको हुक खोजिरहेको थिएँ नि त
हुक होइन रहेछ ए मलाई थाहा थिएन कि मैले भन्दा अलिक सानो हाम्रो पापालाई उहाँ धुन्छ त्यो अम्लपट्टि आफ्नो धुन्छ क्या अहिले चुनावको माहौल रहेछ र यहाँ फेरि यो भन्दा अर्को छैन घन्टीको थमाइ हाल्नु भएछ यो भन्दा अलिक सानो छ पापा मोलमोलाइमा हुनुहुन्छ ए आज चाहिँ पापाको दसैँ आएको छ ल चारचोटिमा फेला परेको हो नि त हुन्छ यो पनि 3 त खादिनु नि धेरै लिन खोज्नु भएको छ है पापाले अलिकति रहेछ त्यहाँ पनि चित्त नबुझेर त्यहाँ आउनु भएको काटो यो भन्दा अलिकति ठुलो फोटो त भएको 3 औँले दिने ल जाऊ 3 औँले हेर बाबु पनि बिजनेस राम्रै आयो आज यति पुग्छ है पापाले त बिजनेसै गर्न लाउनु भयो कि क्या हो धेरै पो हुनु लाग्यो त पापा यो कति घरलाई पनि दिनु पर्यो नि कति 3 औँले भन्नु है राम राम भारी हुने रहेछ नि दाजा 3 औँले होइन 2 औँले यो कति औँले रहेछ ल माछा यो पाराखी चाहिँ यस्तो हुने रहेछ त बल्छी पो ठानेको रहेछु के बल्छी र यो त फरक हो नि त बल्छी पो भनेको रहेछ जाल भनेको त यस्तो पो त है कति ल। औँले हो यो साह्रै पुरा 2 को पनि हेर्नु त बाबु नपाए त विशाल बजार जसरी नै जाने भनिराख्नु भएको थियो पापा जानु कि नजानु विशाल बजार अब ए ल है पापा खुसी हुनुभयो नि आज चाहिँ होइन सिएम जाए चाहिँ हामी भने तिरिम कि हो हामी रड को अले दिउँ चाहिँ काले जान्छ नि अब हो र फलो पनि दिउँ चाहिँ अब फलफुल परिरहनु चाहिँ चाहिएन मी कोही रीति खोज है तर मसो सादा ए ल है माछा जाल जाल किन्न आउनु भएको छ पापा यहाँ आज पुरै बल्ल बल्ल फेला पारेको के अरे अनि यहाँ मेरो पापाको चाहिँ पुरै प्याक भयो ल अब चाहिँ कति अमले हो के अमले हो 2 3 4 5 आइटम परेछ ल पापा यहाँ चाहिँ यसको चाहिँ पापा यो चाहिँ केसको लागि भन्नु त मसिनो भुरा हो भुराको लागि आमामा कौका बनाउने रे त्यो लु गर्ने 6 आइटम पर्यो ल आज चाहिँ अब पापाको 6 आइटम पर्यो परेको माछा खान पाउने अनि पाइने भयो अब के गर्ने होला पैसा दिएरै अब चेलीहरूलाई माछा मारेर अब बुहारी काठमाडौँ बस्छ म चाहिँ अब पैसा त्यो माछा मार्नु जानु भनेको माछा छ माछा मार्नु चाहिँ नजानु भनेको पापालाई जान्छु भन्नुहुन्छ अनि जाने नि किन नजाने हैन माछा अस्ति भक्तपुरको त्यो उसमा लाँदाखेरि नि पापालाई चाहिँ मन परिरहेको थियो अनि अनि खोली गरा कसो पो भयो 70 आयो वेटमा मिलेन यसरी काट्छ पापा आधा केजी चाहिँ बढी भएछ पापा 1600 को भएछ पापा दसैँ 75 भयो पैसा नि पापा 1600 अनि के गर्नुपर्छ होला हजुर अरू पनि के किन्न खोजिराख्नु भएको छ के त्यो यालो डोरी अनि के अरे अझै कति नम्बरको टिप जालको आइटमले म चाहिँ जालको आइटमले बिहोस होला जस्तो स्थिति भयो आए त बाक्लो निकाल्दियो त सबै मिक्स होला यसको नाम के अरे पापा नर ओ नर दाले चाहिँ छान्नु हुन्छ कुन चाहिँ अब आँखा देख्दैन त बोल्यो त यो पनि बोल्ने हुन्छ यस एउटाको कति हजुर यसको एउटा जम्पैको एउटाको महँगो रहेछ त नर अरे फेरि अर्को आइटम आमेन फलबाट बारे आमे ल्याच्छम निम्नु आमे नर अरे यो पनि ल एक सेट आयो सेट होइन बन्डलै लु टोटल कति भयो 1950 भयो होइन दाजु 1 केजी नै भयो नि पापा टोटल ल अर्को सालमा पनि आउनु है ल यता हेर्नु नि पापा पुरा राम हाम्रो बुहारीलाई ल्याइदिने हुँ कति खुसी अनि हस् 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 हुन्छ दिदी है के त्यहाँ ल जाल लिएर पुरा फुर्तीको साथ हिँड्नु भएको छ हाम्रो पापा चाहिँ साथीहरू खासै धेरै ठुलो चाहिँ आउँदैन पापा
अनि अब चाहिँ त्यो अमल अनुसारले गर्नु पऱ्यो नि 3 अम्लामा चाहिँ कति पस्छ पापा 3 अम्लामा चाहिँ कति पस्छ 3 अम्लामा 1 किलोको ए 1 किलोको माछा आउँछ रे 3 अम्ला साथीहरू सानो हो त 3 अम्ला खतरा हाम्रो पापा त्यतिकै खुसी हुनुभएको होइन पापा गर्मी भएको छैन अनि यत्रो धेरै कपडा लाउनु भएको छ ए ल फटाफट जाने हो नि पापा अब घर ल गएर यसलाई बोल्छु पैसामा मौसम चोक्दा उडाउने छ म तरी म खतरे कुरो थिएँ क्या अहिले चाहिँ भर्खर भर्खर चाहिँ पार्किङहरू एक्सपान्ड गरेको हो पापा ठुलो ठुलो बनाएको मौसम चोक्दै काम कुरो थिएँ क्या गाउँमा थिएँ अब चाहिँ माछा मारेर पापाले पुरै है सप्लाई गर्नुहुन्छ नि हाम्रो पापाको नि छ 800 रुपियाँ किलो बेचिन्छ नि माछा कहाँ पापा जयराममा ए ल धेरै पानी चाहिँ नखेल्नु पर्ने छ पापा हजुरले धेरै त सब फिक्का खेल्नुपर्छ ल साथीहरू फाइनल्ली हामीले जाल पनि किनिसक्यौँ 1 केजी 2500 रुपियाँ केजीको अनि अब चाहिँ पापा पिका लुक एपिकाटा पापा पुरै खुसी हुनुभयो र पापा अब माछा मार्ने जाल अनि हाम्रो पापाको ह्याप्पिनेस आज चाहिँ उहाँको अब चाहिँ माछा मार्ने अभिज पुरा हुन्छ क्या हाम्रो पापाको अब चाहिँ 3rd टाइममा चाहिँ अस्ति चाहिँ बाइकमा आउने अनि बाइकमा आउँदाखेरि चाहिँ कुदिराख्नु पर्ने पापा हुक त लिनु भएन त हुक लिनु भएन त अब आन्सर बल्छी ए भने तिरे ए ल त्यो हुक चाहिँ बाँकी रह्यो तर अब उतै पाइन्छ भन्नुभएको छ गाउँमै यति 1 केजी लिएर मलाई छुन नि दिनुभएको छैन नि पापा खुसीले क्या आफै बोकेर हिँड्नु भएको छ अब पुरा खुसी आज ल अब चाहिँ सरासर लागेर घर जाने हो साथीहरू घामले पनि तताइरहेछ पापा आमा हुनु अब त थाहा भइहाल्छ अनि पठाउँछु उडा पापा भोक पनि लागेन अरे हाम्रो पापालाई खुसीले अब डाइरेक्ट घर जाने भन्नुभएको छ अब टेटेट जाने हो फेरि साथीहरू अब हामीले माछाको लागि माछा मार्नको लागि पापाको लागि चाहिँ फाइनल्ली सबै सामानहरू पाइसकेका छौँ त्यही भएर अब हामी जान्छौँ साथीहरू अझै पापाले बुनेर त्यसलाई रेडी बनाउनुहुन्छ अरे क्या त्यो बेला अनि म फाइनल चाहिँ देखाउँछु ल अहिले चाहिँ यति नै साथीहरू भिडियो मेरो पापा हिँडिराख्नु भएको छ पुरै लिएर जाल हामी चाहिँ फर्किसक्यौँ साथीहरू